हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ कस्तो दामी घाम लागेको छ हेर्नुहोस् न। मेरो माइत घरको भ्यूज हेर्नुहोस् न यहाँबाट है उन्दैपट्टिको घरबाट चाहिँ आम्मा घाम लाग्दा त दामी देख्दैछ नि। यस्तो छ यहाँको भ्यूज चाहिँ है। वाउ वाउ भइरहेको छ नि त। वाउ म चाहिँ 8 बज्यो हो भर्खर उठेको। यहाँ चाहिँ पुरा चिसो छ नि त, जाडो छ नि त साथीहरू। अन्त म चाहिँ भर्खर घाम निक्लिकन उठेको हो। खेतीपाती पुरा गर्नुहुन्छ मेरो दाजुले चाहिँ हो। खेतीपाती जाँगारिया हुनुहुन्छ नि। मेरो दाजु जाँगारिया हुनुहुन्छ। यहाँ के रहेछ, भेडा पनि रहेछ हो कि भेडा होइन कि होइन होइन भेडा कि के हो। भ्यू अफ यहाँ चाहिँ खोले काट्ने मेसिन पनि छ है साथीहरू। दाजुले खोले काट्ने मेसिन पनि ल्याउनु भएको छ है। खोले काट्ने मेसिन यस्तो हुन्छ मेसिन चाहिँ। हो खोले काट्ने मेसिन मोमो यो धारले भेट्यो भने त मान्छेको हात त टुक्रा टुक्रा बनाउँछ होला है। यस्तो भित्र यो चाहिँ खोले काट्ने मेसिन हाम्रो। हेर्नुहोस् है साथीहरू, मेरो घरको माथि चाहिँ यस्तो भिर छ है। यस्तो भिर छ। पहिला हामी सानो सानो हुँदा चाहिँ यो माथिको भिरबाट कस्तो पहिरो आएको अम्बो। ए भिरको टुप्पाउ माथि हो यस्तो भिर छ। तर पहिरो चाहिँ यो भिरमा चाहिँ आउँदैन। यताको भिरमा चाहिँ यस्तो छ। आमामा घामले केही देखेन। यस्तो छ मेरो घर वरिपरिको नजारा चाहिँ हो। दामी दामी छ। ऊ माथि चाहिँ मेरो माइला काकाको घर हो। दुईटा उतापट्टिको माइला काकाको छोराको घर हो। मेरो माइला काकाको घर हो। त्यहाँ चाहिँ हजुरआमा बस्नुहुन्थ्यो नि त काकासँगै। अहिले त हजुरआमा हुनुहुँदैन, खस्नुभयो हो। पौलो फेरेर हेर्नु न म के दामी भएको हो। काब्राहरू त्यो सानोमा हामी यो काब्राहरू कम्ता खान्थेन। काब्रा अरे बरको टुसाहरू खाएर हो। बरको टुसाहरू सबै भाँचेर गाली खाएर हुन्थ्यो सानोमा। बदमास कम्ता आउँथेन साथीहरू है। अन्त यिनीहरू यहाँ परको ढुङ्गामा चाहिँ म सानोमा चाहिँ हामी चाहिँ सानोमा चाहिँ परको ढुङ्गामा चाहिँ त्यो ढुङ्गा छ नि देख्दैन होला हौ यहाँबाट। त्यो ढुङ्गामा चाहिँ पुरा खेल्थ्यो भाँडाकुटी हो। यस्तो दामी भएछ हरियो सबै ग्रिन ग्रिन भएर पानी परेर घाम लाग्दा त क्या दामी देखेको। मैले चाहिँ सुतेर बेड पनि मिलाएको छुइनँ हो। अन्त माइत आयो भने चाहिँ साह्रो अल्छी हुँदो रहेछ हौ साथीहरू। अहिलेसम्म बेड मिलाएकै छुइनँ हो। अब यो सुतेको बेड मिलाउँछु, यो ब्ल्याङ्केटहरू पट्टाएर चिटिक्क बनाउँछु। त्यहाँदेखि यो लुगाहरू सबै मिलाउँछु, यो सिरकहरू पट्टाएर चिटिक्क बनाउँछु। यो ब्ल्याङ्केटहरू हो, यो ब्ल्याङ्केटहरू यो तोसकहरू सबै चिटिक्कै बनाउँछु। सिरकहरू सबै चिटिक्क बनाउँछु साथीहरू। बेड मिलाउँछु फर्स्टमा। फर्स्टमा चाहिँ म बेड मिलाउँछु। मैले सुतेर बेडै मिलाएको छुइनँ।
फाइनल्ली मैले चाहिँ मिलाइसकेँ आफू सुतेको बेड मिलाएँ यसरी हो यहाँबाट यसरी सिरानीहरू चाहिँ ठिक्कै मिलाएँ पिलोहरू हो तोसक मिलाएँ यसरी म्याटहरू यसरी चिटिक्क पट्याएर राखेँ हो यहाँनिर ब्ल्याङ्केट पट्याएर राखेँ चिटिक्कै पारेर हो यहाँनिर सिरोक ब्ल्याङ्केट चिटिक्क पारेर सिरोक के बेसी बनाउनु भएको हो दाजुले भगवान् सिरोक चिटिक्क पारेर पट्याएर राखेँ हो अन्त यता मेरो छोरी सुतेको बेड पनि चिटिक्क मिलाएँ मैले हो आज चाहिँ मेरो छोरी यहाँ एक्लै सुतेको थियो नि त छोरी सुतेको बेड पनि मिलाएँ सिरकहरू यसरी चिटिक्क मिलाएँ ब्ल्याङ्केट हो त्यहाँबाट यसरी सिरानी तोसकहरू यसरी मिलाएँ म सुतेको बेड अन्त यहाँनिर चाहिँ मेरो हजुरआमा मेरो बाबाको आमा म चाहिँ मेरो बाबाको आमा हो यहाँनिर चाहिँ मेरो बाबाको बाबा लाइक हो यहाँनिर चाहिँ मेरो आमाको आमा र बाबा मेरो आमाको बाबा आमा यहाँ हुनुहुन्छ हो सबैको फोटो राख्नु चन्चडान चिटिक्कै भयो चिटिक्कै 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 भयो चिटिक्कै भयो चिटिक्कै भयो यसरी अर्को रुमको त बत्ती नभएर अँधिरो न अँधिरो भयो मिलाइदिन्छु अँधिरो यहाँनिर चाहिँ के छ ट्रफीहरू यो ट्रफीहरू चाहिँ सबै मेरो दाजुले भलिबल खेलेर पाउनु भएको हो जितेर हारेर के भएर सबै हो भलिबल खेलेर यहाँ माथि चाहिँ दाजु उता म्याडम हाम्रो मिनिस्टर मेरो कुमारी म्याडम गोले सर हो अब यहाँ पनि मिलाउनु भ्याउनु भएको रहेछ भाउजूले हो यहाँ चिटिक्कै मिलाइदिन्छु यहाँ ट्रफीहरू छ दाजुको यहाँ मेरो दाजुको नातिनीको बर्थडेको निकालेको छैन मेरो नातिनीको चकचक नगर है त्यहाँनिर ट्रफी हो मामाको घरमा आएर यी गोठ हेर गोठ हो कि सिप हो यो गोठै हो त्यसो गर्नु टट्के हुन्छ ए अहिले त गाई त दुईटा मात्रै रहेछ साथीहरू 4टा हो कि 5वटा गाई थिए 2टा मात्रै रहेछ अहिले त 2टा मात्रै रहेछ काउ त हो हेर त अन्ली 2 त्यो त बेबी हो नि त उनीहरूको पहिला त 4टा थियो हो अब दुध तान्यो भने त अहिले लात्ताले दिएर पुऱ्याइदिन्छ है दाजु जाँगरी हुनुहुन्छ नि पहिला 4टा गाई थियो अहिले पार्टीमा बेसी हिँडेर दाजुले गाई पनि 2टा मात्रै बनाउनु भएछ यहाँ पनि गोठ रहेछ म यहाँ हेर्नुहोस् है साथीहरू मेरो दाजुले चाहिँ नभ्याएको चाहिँ होइन है पार्टीमा हिँड्नु पनि भ्याइरहेको छ गाई बाख्रा पाल्नु पनि भ्याइरहेको छ हेर यहाँ 3टा पर 2टा 5वटा यहाँ बच्चाहरू पुरा रहेछ यताउता हेर्नु बेबी हेर्नु आउ न यहाँ गोठको आमा लड्छ है यहाँ हेर्नु न ए ऊ आमा ऊ पर गोठको बेबी त पुरा रहेछ यहाँभित्र यस्तो काम मेहनतिलो हुनुहुन्छ है मेरो दाजु चाहिँ साथीहरू यस्तो मेहनतिलो तर गाई चाहिँ घटाउनु भएछ नि 4टा 5वटा गाई थियो अहिले त 2टा मात्रै रहेछ हो बाख्रा पनि घटाउनु भएछ बाख्रा पनि घटाउनु भएछ अहिले त बाख्रा पनि 5वटा मात्रै रहेछ अहिले हो पानी लगाउने त यस्तो पो रहेछ पानी लगाउने आइडिया त यो के हो अबे पानी चाहिँ यसरी लगाउनु हुँदो रहेछ है मेरो दाजुले चाहिँ दाजु मात्रै होइन भाउजूले यो पानी लगाउने यसरी हो यस्तो हेर्नु आउनु न यहाँ यस्तो रहेछ नयाँ मेरो छोरीलाई देखाइदिनु यस्तो कुराहरू देखेको छैन नि मेरो छोरीले हो यहाँ मैले त यो पानी लगाउनु त देखेको थिइनँ
यसरी बनाउनु भएको रहेछ पानी लगाउने ढुक्कै भयो नि त यसरी गरेपछि पानी जोडिदियो यसरी भइहाल्छ उभिएर लगाइबस्नु पर्दैन मेरो घरबाट चाहिँ यस्तो देख्छ है पारी 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 उयो माखा सिङताम जाने बाटो त्यो हो पहिला त रोड थिएन नि साथीहरू हाम्रो टाइममा त यहाँ यो पारी छ नि त्यहाँ चाहिँ याङगाङ पिटिसीहरू हो अहिले आउँछु भन न माथि हजुरआमा हो अहिले आउँछु भन न हो कस्तो दामी पो देख्दो रहेछ हौ अहिले त यहाँ त म त बिहा गरेर गएर आउँदा त कस्तो अर्कै लाग्दो रहेछ साथीहरू आफ्नै के पो आफै जन्मेको हुर्केको जग्गाहरू पनि हो आज चाहिँ मैले यस्तो देखाइदिएको तपाईँहरूलाई मेरो जन्म घर चाहिँ यहाँ हेर्नुहोस् न तर यस्तो भिड छ नि साथीहरू माथि हो भिड कस्तो दामी देखिरहेछ तर पानी परेर होला कि हिजो घाम लागेर तर यता त त्यस्तो धुलो हुँदैन नि उता त त्यस्तो उता त धुलो आम्बो कस्तो खतरा दामी देखेको साँच्चैको पारी चाहिँ हेर्नु न मेरो दाजुको जाँगर चाहिँ पुरा छ दाजु भाउजूको भदैहरूको जाँगर चाहिँ हेर्नु कमाई लगाएको बारीमा कति सिनिकै छ बारी हो हेर्नुहोस् न बारी यस्तो सिनिकै बनाएर राख्नुहुन्छ बारी पनि घर जस्तो हेर्नु जाँगर यहाँको मान्छेको जाँगर चाहिँ हो पर चाहिँ देख्दै गरेको चाहिँ मेरो कान्छा काकाको घर हो हेर्नु न कमाई लगाएको हो अन्त एउटा अचम्मको कुरा छ साथीहरू तपाईँहरूलाई देखाउँछु ल म यहाँ यो ढुङ्गामा पुरा ग्यारेन्डल फल्थ्यो ग्यारेन्डल पुरा फल्थ्यो अहिले त ग्यारेन्डल मासेछ कि अन्त चाहिँ यहाँ हेर्नु न यो तार देख्नु हुँदैछ नि करेन्ट त छैन होला नि यो तार यहाँ हेर्नुहोस् न साथीहरू यो तार चाहिँ यहाँ यसरी बनाउनु भएको छ हो दाजुले यो तार गएर चाहिँ यहाँ हेर्नुहोस् है घिर्लिङ यो चाहिँ यसलाई चाहिँ घिर्लिङ भन्छ है घाँस बोक्ने घिर्लिङ माथि साथीहरू माथि त्यो भिर छ नि त्यो भिरको टुप्पासम्म लाउनु भएको छ हो यो तार चाहिँ यहाँबाट गएर चाहिँ त्यो भिरको टुप्पाबाट चाहिँ त्यहाँ लाउनु भएको छ त्यहाँबाट चाहिँ घाँस काटेर चाहिँ मुठा 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 बनाएर चाहिँ सुई यो तार मुठा मुठा बनाएर तारमा हालेर चाहिँ नि यो तारमा आउँछ है त्यो भिरको टुप्पाको उतापट्टि टार छ नि त त्यो टारबारीबाट घाँस काटेर त्यो भिरको टुप्पाबाट तारमा चाहिँ मुठा बाँधेर चाहिँ तारमा हाल्नुहुन्छ होइन तारमा हालेर चाहिँ सुई तारमा झरेर चाहिँ यसरी यहाँनिर घरमै आइपुग्छ घाँस बोक्नु पर्दैन हो यसरी यो तारबाट चाहिँ हेर्नुहोस् त दिमाग हेर्नुहोस् न मेरो दाजुको दिमाग देख्नुभयो देख्नुहुँदैछ नि यो तार हल्लिएको यो तार चाहिँ त्यो भिरको टुप्पामा छ हो साथीहरू त्यो माथि भिरको टुप्पामा चाहिँ घाँस मुठा बनाएर तारमा हालेपछि चाहिँ यसरी सुई घिर्लिङमा रोपवे जस्तै क्या रोपवे जस्तै यसरी यहाँनिर आउँछ घरकै गोठकै छेउमा घाँस आइपुग्छ बोक्नु पर्दैन यस्तो दिमाग चाहिँ कसकोमा छ होला भनिदिनुहोस् ल साथीहरू मेरो दाजुको दिमाग चाहिँ यहाँसम्म छ है आइडिया चाहिँ नलाउँ के आइडिया लाउनुहुन्छ अब हेर्नुहोस् त यत्रो तारमा चाहिँ घाँस आउँछ अन्त यत्रो तार चाहिँ यत्रो जग्गाबाट कसरी तान्नु भयो होला हो यहाँ हेर्नुहोस् न बहिनी यहाँ हेर्नुहोस् न मामाको घाँस आउने तार हेर्नु न यहाँ उसलाई त केही पनि थाहा पनि छैन सानो सानो हुँदाखेरि यहाँ रोड थिएन अहिले त यहीँबाट रोड आएको छ यो डल्लै बारी थियो हो त्यहाँबाट यो माथिको ढुङ्गामा त्यहाँनिर हामी भाँडाकुटी खेल्थ्यो यहाँनिर हामी पानीको उयो बनाएर यहाँनिर पानी उम्रिन्छ पानीको कुवा बनाएर चाहिँ खेल्थ्यो स्विमिङ पुल बनाएर खेल्थ्यो हो माथि ढाडमा हेर्नुहोस् न अमला खोजेर नानी हामी माथि छोरी माथि हेर्नु त अमला खान्थ्यो हामी त्यसरी यो ढाडमा चाहिँ अमला उकालेर पुरा खान्थ्यो माथि एउटा खन्यु छ
अब म त जाउँ भने नानी फेरि सँगै लानुपर्छ। माथि खन्यु छ हो, त्यो खन्युमा तो ठुङ्गेर चाहिँ चुइङम निकालेर खान्थ्यो सानोमा हो। यो ढाडमा पुरा अमला उखालेर खान्थ्यो। अमला छ नि अहिले पनि हो, अमला छ। त्यो बाँसघारीको त्यहाँ खेल्थ्यो, त्यो बाँसको यस्तो फिरफिरे बनाएर खेल्थ्यो। म पुरा बचपनको याद आयो मलाई त। अबि लड्छ लड्छ लड्छ, कहाँ चढेको लड्छ। हेर्नु न यहाँ चढेको यस्तो ढुङ्गातिर। हामी त लड्थेन नि, तिमी त लड्छौ नि। जुगा हेर्नुहोस् साथीहरू, जुगा जुगा खै जुगा हेर्नु। कता गयो? जुगा लाग्दो रहेछ। चलो 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 चलो, जुगा जुगा जुगा। मेरो सानोमा खेल्ने ढुङ्गा चाहिँ यही ढुङ्गामाथि चढेर हामी भाँडाकुटी खेल्थ्यो हो। ओडारहरू ढुङ्गाहरू यस्तो चाहिँ यो ढुङ्गामा पनि पुरा ग्यारेन्डल हुन्थ्यो नि। नहल्ला न हौ, यो ढुङ्गामा पनि पुरा ग्यारेन्डल हुन्थ्यो। यो ढुङ्गामा यी बाँसघारी यस्तो ओडार, यो ढुङ्गामा भाँडाकुटी खेल्थ्यो हामी। यहाँ पुरा खेल्थ्यो सानोमा। कुखुरा चाहिँ कतिवटा छोको नि, यहाँ कुखुरा रहेछ। दाजुको फार्मिङ आजमा सब यस्तो पनि छ है साथीहरू, यस्तो पनि छ है हाम्रोमा। चढा त यसलाई भन्छ डिक्की। मेरो छोरीलाई हामी त देखेको पनि हो। मैले चाहिँ दाजु भाउजू दिदीहरू भएर गर्नु परेन यस्तो काम हो। मेरो काइली दिदीले चाहिँ पुरा कुट्नुहुन्थ्यो यसरी। यहाँ हेर ल नानु, खेल्ने होइन यो, यसरी कुट्नुपर्छ। यहाँ हेर नि रहेछ मेसिन। यो चाहिँ मकै पिस्ने मेसिनहरू कसरी यहाँ हालेर त्यहाँबाट हालेर कता निस्किन्छ। मकै पिस्ने मेसिन चाहिँ यस्तो हुँदो रहेछ। भाउजू यसले मकै मात्रै पिस्छ? दामी पिस्दो रहेछ। मकै पिस्ने मेसिन पनि रहेछ। मेरो माइत घरमा चाहिँ यो पनि छ। नानी नगर न, मैले त देखेको हो। मेरो त जन्म घर हो। मेरो छोरीलाई देखाइदिएको नि यस्तो। ला लड्छ, म सिकाउँछु यसमा पकाइ हो। अब अहिले त यसमा धानहरू त कुट्नु हुँदैन हो। यस्तै सेलरोटी पोल्दाखेरि पिठोहरू कुट्नुहुन्छ। हिजो पिठो कुट्नु भएको रहेछ। धान पनि अब कोही बेला कुट्नुहुन्छ होला केटा मान्छेहरू हुँदाखेरि घरमा। अन्त यस्तो पनि छ है मेरो घरमा चाहिँ। यस्तो चाहिँ कसले देख्नु भएको छैन। म चाहिँ मेरो दिदीहरू भाउजू दाजु भएर चाहिँ यो काम चाहिँ मैले चाहिँ गर्नु परेन हो। मेरो काइली दिदीले चाहिँ पुरा कुट्नुहुन्थ्यो यसरी यसरी एक्लै गीत गाउँदै 1 2 3 4 भन्दै अन्त गीत गाउँदै मेरो काइली दिदीले चाहिँ कति होला झन्डै एक मन कति धान एक्लै कुट्नुहुन्थ्यो हो। अब मैले चाहिँ दिदीहरू दाजु भाउजू पुरा घरमा हुनुहुन्थ्यो। म सानो थिएँ, त्यसले गर्दाखेरि यो कामहरू चाहिँ मैले गर्नु परेन हो। मेरो दिदीहरूले चाहिँ पुरा कुट्नुहुन्थ्यो, मलाई याद छ। लो मेरो छोरीलाई लो टेका, दुइटाले टेका। उचाल्नु सक्दैन रहेछ। ल उचाला, पल गरेर उचाला। सक्दैन रहेछ। यहाँ ल म खेलाउँछु। अलिक अगाडि टेक त, अलिक अगाडि टेक। छेप्छ नि फेरि यसले। हेर्नु न मेरो छोरीलाई यसरी हिजो पिठो कुट्नु भएको रहेछ। यस्तो नानीहरूलाई चिनाइराख्नुपर्छ नि, भोलिपछि याद हुँदैन। उनीहरूले त देख्नु पनि पाउँदैन होइन। हिँड छोरी हो त। यस्तो नानीहरू, अहिलेको नानीहरूलाई यस्तो चिजहरू देखाइराख्नुपर्छ।